अडियन्सहरूलाई पनि थाहा छँदैछ जे भयो लास्ट विक जुन हामी जसरी प्रिपेयर्ड थियौँ होइन किनकि प्रिपेयर पनि फेरि म एक्लैको लागि प्रिपेरेसन हुँदैन त्यो फिल्म भन्ने बित्तिकै तपाईँको यति ठुलो हजारजना मान्छेको सपोर्टले होइन त्यो हातहरूले गर्दाखेरि हामी त्यो कुरालाई प्रिपेयर हुन्छौँ त्यसको लागि रेडी हुन्छौँ तर सबै लास्ट आवरमा गएर स्याटर हुनु भनेको चाहिँ एकदमै स्याड हुन्छ होइन त्यो तिनीहरूलाई पनि थाहा छँदैछ किनकि हाम्रो इन्डस्ट्रीमा तपाईँहरू पनि एकदम क्लोजली काम गर्नुहुन्छ सो त्यो कुरालाई अलिक स्याटर्ड थिएँ बट अब राम्रै भयो निन्द्रा लाग्छ होला अब कतिपय यहाँ चाहिँ बाजे समुदायको दिदीबहिनीहरू पनि आउनु भएको छ होइन जसलाई राम्रो लागेको छ धेरै भन्नुभएको छ हामी कति ठाउँमा बोल्नुपर्ने कुराहरू बोल्न नसकेको कुराहरू फिल्मले बोलिदिएको छ होइन तर एकजनाले मात्रै मन नपर्दाखेरि तपाईँहरूलाई धेरै समस्या भयो उहाँलाई चाहिँ प्रत्यक्ष अहिले केही कुराकानी भएको छ कि उहाँ पनि कन्भिन्स भइसक्नु अनि त्यो चाहिँ मलाई थाहा छैन उहाँसँग त्यसरी मेरो कुरा भएको छैन किनभने मैले अलि अगाडि चाहिँ कुरा गर्न खोजेको थिएँ जुन हाम्रो यो प्रोसेस हुनुभन्दा अगाडि होइन उहाँलाई के कुरा चित्त नबुझेको रहेछ किनकि त्यो कुरा हामीले एड्रेस गरिदिनुपर्छ एकजनालाई चित्त नबुझ्या हो भनेर हामीले त्यसलाई इग्नोर गर्न हुँदैन सकेसम्म होइन फेरि हुनु त सबैलाई फेरि सबैजनाले यस भन्नुपर्छ भन्ने पनि होइन तर भनिराख्दाखेरि पनि एज अ ह्युमन एज अ फिमेल अझ धेरै मैले चाहिँ त्यो कुरा एड्रेस गर्नुपर्छ उहाँलाई के मन नपरेको त भनेर उहाँसँग कन्ट्याक्ट गर्न खोज्दाखेरि चाहिँ उहाँ त्यसरी अलिकति कन्ट्याक्ट गर्न खोज्नु भएन सायद उहाँले लिगल बाटो खोजिसक्नु भएको भएर त्यो पनि एकदम रेस्पेक्टफुल्ली हामीले एक्सेप्ट पनि गऱ्यौँ होइन त्यही नै हो अब त्यसपछि उहाँले के भन्नुहुन्छ भन्ने कुरा मैले त्यसरी त्यसपछि खासै कन्टिन्यू भनौँ न ऊ भएन अहिले हामी त्यस्तो टचमा छैनौँ त्यसो फिडब्याक चाहिँ एज अ हेरिरहँदा धेरै हेर्नु भएको छ तपाईँलाई स्पेसली भेटेर फिडब्याक दिइरहनु भएको थियो के भन्नुभएको छ कस्तो फिडब्याक दिइरहनु भएको छ मलाई फिडब्याकै दिन सक्छ धेरैजना रोइरहनु भएको छ त्यही भएर मलाई फिडब्याक भर्बली धेरै भन्न सक्नु भएन तर इमोसनली उहाँहरूको जुन इमोसनल स्टेट थियो त्यसले गर्दाखेरि नै मैले अब धेरै कुरा बुझेँ भनौँ तर उहाँहरूले त्यस्तो धेरै स्पिचलेस हुनुहुन्थ्यो धेरैजनाले यस्तो वर्ड्समा डिफाइन गर्न सक्नु भएको थिएन होइन एकजना हाम्रो पत्रकार नै एकजना फिमेल पत्रकार हुन्थ्यो उहाँ नै मलाई सोध्दै रोइरहनु भएको थियो भनेको सायद त्यही नै होला अब रेस्पोन्स त्यसलाई नै लिउँ होइन त्यही नै होला एकदमै अब हामीले अपेक्षित नै हो भन्छु म चाहिँ किनभने हामीहरूले जुन सिनेमा लक गरिसकेपछि यतिको सिनेमा भयो भने चाहिँ दर्शकलाई छुन्छ पनि र उहाँहरूले रिलेट पनि गर्नुहुन्छ भन्ने थियो त्यही अनुसारको जुन प्रतिक्रिया पाउँदाखेरि चाहिँ एकदमै खुसी छु र अब भोलिदेखि देशभरि लाग्दैछ यसरी नै जसरी आज हाम्रो दर्शकहरूले जो हाम्रो पाहुनाहरूले माया गरिदिनु भयो त्यसरी नै अरू दर्शकहरूले पनि मन पराउनुहुन्छ भन्ने कुरामा हामी ढुक्क छौँ बाँकी हामी हल हलमा भेट्छौँ भोलिबाट तपाईँहरूलाई देशभरिको हलहरूमा लाग्दैछ हल हलमा आउँला हजुरहरूको प्रतिक्रिया लिउँला जुन हामीले विषयवस्तु उठाछौँ यहाँहरू सबैजनाले चाहिँ अलिकति चासो राखेर जुन हाम्रो बुझाइ छ यो समुदायको बारेमा र त्यो समुदायको बुझाइलाई बारेमा चाहिँ नयाँ दृष्टिकोण आउँछ भन्ने लाग्छ पनि र जो जतिले जे यो बारेमा सुनिराख्नु भएको थियो भनौँ न हामीले धारणा बनाएको थियौँ त्यो धारणालाई पनि यो फिल्मले चिर्छ भन्ने म ढुक्क छु थ्याङ्क यू सो मच सबैजना जो आइदिनु भयो आज जसले एप्रिसिएसन गरिदिनु भयो र दर्शकहरूलाई चाहिँ भोलिदेखिबाट लाग्छ आफ्नो सबैलाई चाहिँ भनिदिनु होला हेरेर जस्तो लाग्छ नहेरिकन धारणा बनाउनुभन्दा हेरेर तपाईँले धारणा बनाइदिनु हुन अनुरोध गर्छु थ्याङ्क यू सो मच आजको लागि तपाईँहरूको उपस्थितिको लागि अहिलेसम्मको फिडब्याक सुन्दा चाहिँ एकदमै पोजिटिभ नै छ एकदमै राम्रो चलचित्र बनेको छ समाजलाई चाहिने चलचित्र बनेको छ भनेर भनिराख्नु भएको छ सो राम्रो फिडब्याक आइरहेछ मलाई त खै सुरुमा कसरी लिने भन्ने नै आइरहेको थिएन फर्स्टमा त के फिल गर्ने भन्ने नै फिल थाहा भइरहेको थिएन तर अहिले बिस्तारै फिल हुँदैछ सो ओभरवेलमिङ लागिरहेछ अनि सरियल पनि फिल भइरहेछ अब निस्किँदा बित्तिकै आउनुभयो भेट्न आउनुभयो लगभग 200 जना जति भेट भयो अहिलेसम्म सबैसँग कङ्ग्रेचुलेसन भन्नु बधाई दिनुभयो अब त्यही जस्तो फिल्म भोलिबाट चल्दैछ होइन के छ अडियन्सलाई अब मेसेज फिल्मको बारेमा अथवा के भन्न चाहनुहुन्छ फिल्म हेरिदिनुहोस् हेरेर जस्तो लाग्छ प्रतिक्रिया दिनुहोस् राम्रो लाग्छ भने साथीभाइलाई पनि भन्नुहोस् घर परिवारलाई भन्नुहोस् हेरिदिनुहोस् र केही सुझाव सल्लाह छन् भने पनि दिनुहोस् होइन हामी तयार छौँ त्यसको उत्तर दिनलाई फिल्म चाहिँ हेरिदिनुहोस् जस्तो के छ जुन कम्युनिटीको तपाईँले कथा एउटा पात्र बनाएर चाहिँ उठाउनु भएको छ त्यही कम्युनिटीको मान्छेहरू आज आएर फिल्म हेर्नुभयो होइन तपाईँहरूलाई के फिडब्याक दिनुभयो एकदमै खुसी हुनुभयो यो फिल्म त हामीले नहेरिकन शङ्का थियो भन्नुहुन्थ्यो कि उहाँले पनि तर हेरिसकेपछि ओहो खुसी हुनुभयो अँगाल्नु भयो कोही त रुनु पनि भयो है फेरि त्यो समुदायबाट आउनु भएको म अरू त त्यही हो जस उहाँहरूले चाहिँ हामीले फिल्मको बारेमा सुन्दाखेरि
मनमा थियो केही चिज पक्कै पनि केही होला हामीलाई बिजनेस छ कि भनेर सोचेको थियौँ, तर हेरिसकेपछि रहेनछ भनेर 2-3 जना त रुनु पनि भयो है। अब त्यसले गर्दाखेरि अब के भनौँ, उहाँहरूले पनि मन पराउनु भयो। तपाईँ राइटर पनि डिरेक्टर पनि होइन, फिल्म डिरेक्सन पनि गर्नु भएको छ, धेरै फिल्म लेख्नु भएको छ होइन। लाली बजार चाहिँ तपाईँकै हिसाबले चाहिँ तपाईँकै आफ्नो फिल्म युनिभर्समा चाहिँ कहाँ छ? टेक्निकली कुरामा यसका धेरै कुराहरू भिन्न छ। मैले एज ए डाइरेक्टरको हिसाबले गर्दाखेरि टेक्निकली मैले यसलाई अलिकति अरूभन्दा भिन्न राखेको छु र टेलिङको हिसाबले पनि मध्यम स्तरको बाटो भन्छ नि, एकदमै हामी 2-3टा बाटो हुन्छ। मैले यसलाई टेक्निकल हिसाबले चाहिँ अरू फिल्मभन्दा फरक राखेको छु। कथाको हिसाबले त आफ्नो हुन्छ, जनरा हुन्छ होइन। यो पनि मेरो राम्रो मध्येको एउटा होस् भन्ने चाहन्छु। सबैले एकदमै राम्रो प्रतिक्रिया दिनुभयो होइन। धेरैले हलभरि आँसु बग्यो। साँच्चीकै एउटा समुदायको मान्छेहरूको पीडा आज सबै मान्छेहरूको आँखाबाट बगेछ भनेपछि यो आँखाबाट बगेको आँसुले चाहिँ जुन समुदायले यो भोगेर आउनु भएको थियो उहाँहरूको पीडै कम होस्, यो हामी सबैको आँसुबाट उहाँहरूको दुःख कम होस् भन्ने जस्तो लाग्छ। धेरैले एकदमै राम्रो प्रतिक्रिया दिनुभएको छ। यस्तो सिनेमा त आजसम्म हेरेकै थिएन भन्ने सम्मका कमेन्टहरू आएको छ। जुन हामीले स्क्रिप्ट लक गरेर सुटिङ गर्न जाने बेलामा यो खालको प्रतिक्रिया आउँछ भन्ने चाहिँ हामी लगभग हामीलाई एकदमै थाहा नै थियो। किनभने हामी हरेक सिनेमा फ्लोरमा स्क्रिप्ट लक गरेर सुटिङमा जाँदाखेरि चाहिँ यत्तिको प्रतिक्रिया नआइकन चाहिँ जानु हुँदैन भन्ने लाग्छ। म अरूकाको फिल्म हेरे भए यत्तिको सिनेमा हेर्थेँ कि हेर्दिनँ त्यो भन्ने हिसाबले हामी स्क्रिप्ट लक गर्छौँ। साँच्चीकै हामीले सोचेको जस्तै अझ त्योभन्दा अझ माथिको प्रतिक्रिया आएको छ। जस्तो आज जुन कम्युनिटीको स्टोरी उठाइएको छ, पात्र हुनुहुन्छ होइन, त्यो कम्युनिटीका मान्छेहरूले आएर पनि फिल्म हेर्नु भएको छ। हजुर, उहाँहरूले चाहिँ स्पेसली फिडब्याक तपाईँहरूलाई के दिनुभयो, के भन्नु? होइन, उहाँहरूको चाहिँ एकदमै उहाँहरूलाई त्यो उहाँहरूसँग त झन् एकदम नजिकको दुःख, उहाँहरूको आमाहरूको, हजुरआमाहरूको, दिदीहरूको दुःख हो नि त। उहाँहरू यति धेरै बाहिर आएर पनि मसँगै अँगालो मारेर त्यति धेरै रुनुभयो। अनि त्यसपछि अलिकति गुनासो पनि गर्नुभयो, यस्तो सिनेमालाई चाहिँ हामीले रोक्न, हाम्रो समुदायको केही मान्छेले रोक्न लाग्नु भएको छ, त्यसमा एकदमै सरी हाम्रो तर्फबाट, हामीलाई एकदमै दुःख लागेको छ पनि भन्नुभयो सबैले आएर होइन। अब तर उहाँहरूको त्यो पीडालाई चाहिँ हामीले अब यही सिनेमाको मार्फत नै हामीले उहाँहरूको पीडा देखाइदिया हो होइन। अब सबैले चाहिँ दर्शकले चाहिँ यो सिनेमा हेरेर चाहिँ त्यो समुदायलाई परेको अन्याय अत्याचारको बारेमा चाहिँ एउटा भोइस उठोस् भन्ने लाग्छ होइन। उहाँहरूलाई सम्मानको नजरले चाहिँ हेर्नुहुन्छ सम्पूर्ण नेपालीहरूले भन्ने पनि लाग्छ मलाई। सो भाइ भोलिबाट फिल्म चल्दैछ, फ्राइडेबाट भनौँ होइन, म्यासेज के छ अडियन्सलाई फ्राइडेको? होइन, अडियन्स एकदमै तयार भएर बस्नु भएको छ जस्तो लाग्छ। हाम्रो सिनेमाको टेलर टिजर गीतहरूलाई जसरी मन पराइदिनु भएको छ र आज यत्रो मासले चाहिँ सिनेमा हेरेर सिनेमालाई एकदमै राम्रो प्रतिक्रिया दिइराख्दाखेरि चाहिँ त्यो पर्खिरहेका अडियन्सहरू त आउने हुनुहुन्छ। जसलाई थाहा छैन, जो चाहिँ हेरेर कुरेर बसिराख्नु भएको हुन्छ अरूले के भन्दैलान् र म जाउँला भनेर, उहाँहरूको लागि पनि साँच्चीकै यो आजकोले चाहिँ एकदमै राम्रो काम गरेको छ। र म सम्पूर्ण अडियन्सहरूलाई चाहिँ यो सिनेमा एकचोटि सबैले हेर्नुपर्छ भन्ने लाग्छ। यो सिनेमा न कि एउटा सिनेमा हेरिदिउँ मनोरञ्जन गरिदिउँ भन्ने भन्दा पनि यो सिनेमा सबैले हेरेर चाहिँ एउटा त्यो हामीले जसको लागि सिनेमा बनाएको छ उहाँहरूलाई चाहिँ एउटा अर्कै नजरले हेर्नुहुन्छ तपाईँले यो सिनेमामा हेरेर निक्लिँदा भन्ने जस्तो लाग्छ मलाई। अलिकति इमोसनली चार्ज थियो आजको इन्भाइरोमेन्ट। हामीले फिल्म त बनाएकै हौँ, दुःख पनि गरेकै हौँ, स्टोरी पनि एकदमै मार्मित पार्ने स्टोरी छ, तर यस्तो स्ट्रङ रियाक्सन हामीले एक्सपेक्ट गरेका थिएनौँ अडियन्सबाट। धेरै इमोसनल हुनुभएको थियो र साँच्चीकै यो 2 वर्ष पछाडिको यो अहिलेको मोमेन्ट चाहिँ एकदमै अविस्मरणीय छ। जस्तो यो सोसल रेस्पोन्सिबिलिटीको रूपमा पनि एउटा देखिएको छ भन्ने कुराहरू छ फिल्मको होइन। तपाईँहरूलाई चाहिँ यो टाइममा आएर किन लाग्यो अब हामीले यो सोसल बेस इस्युलाई अलिक बढी हाइलाइट गर्नुपर्छ होइन? जेनरली हामीले चाहिँ जहिले कथा राम्रो आइडिया, राम्रो कथा खोज्ने हो। अनि प्लस सत्कुन आर्टले अब अहिले फिल्महरू बनाउँदै आउँदाखेरि हामी पनि परिपक्व हुँदैछौँ, कथा कसरी सेलेक्ट गर्ने। अनि खालि फिल्म बनाउनको लागि मात्रै फिल्म बनाउने भन्ने पक्षमा चाहिँ हामी छैनौँ। किनभने दर्शक आएर 2 घन्टा आफ्नो अमूल्य समय दिनुहुन्छ सिनेमामा, अनि उहाँले के लिएर जानुपर्छ भन्ने चाहिँ हाम्रो मान्यता हो। अफकोर्स एन्टरटेनमेन्ट हुनुपर्छ,
अफकोर्स रमाइलो हुनुपर्छ होइन, अफकोर्स मनोरञ्जन लाइक जुन एउटा सोसियल टाइम हुनुपर्छ, तर सँगसँगै केही न केही त लानुपर्छ जस्तो लाग्छ। अनि चलचित्र भनेको समाजको ऐना हो र यसले कहिलेकाहीँ विगतको ऐना पनि देखाउँछ, कहिलेकाहीँ भविष्यको ऐना पनि देखाउँछ। योपालि चाहिँ हामीले विगतका केही कुराहरू देखाएर भविष्यमा के सुधार गर्नुपर्छ भन्ने कुराहरू चाहिँ प्रस्ताउन चाहेका थियौँ र कति हामी सफल भयो त्यो त भन्न सक्दिनँ, तर एक वर्गका के भन्छ दर्शकहरूलाई चाहिँ यसले छोएको छ जस्तो लाग्छ। सिने कुरा, सिनेमाका कुरा।